हार्दिक स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। आज म तपाईहरुलाई लिएर जान्छु एउटा यस्तो यात्रामा जहाँ प्रकृति, अध्यात्म, इतिहास र आत्मशुद्धिको गहिरो अनुभव लुकेको छ। हामी फुलबारी गेटमा छौं अहिले। फुलबारी गेट हुँदै नागार्जुन नेशनल पार्कको यात्रासँगै हामी आज जामाचो गुम्बा पुग्ने छौं, जुन स्थान बुद्धसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्थल मध्येको एक हो। तपाईहरु तयार हुनुहुन्छ भने आऊ साथी हो, मन शान्त बनाऊ, गहिरो सास तानौं र सुरु गरौं। यो यात्रा यो जीवनको उत्सव जस्तो पदयात्रा हुनेछ। यो हाइकिङ चाहिँ काठमाडौँ नजिक रहेको वान अफ दी बेस्ट हाइकिङ हो। सो तपाईहरुलाई आज यहाँको दृश्यहरू, यहाँको रमाइलो, दुःख के कस्तो हुनेछ यात्राको बारेमा सम्पूर्ण जानकारी दिँदै हामी अगाडि जानेछौँ। यो यात्राको क्रममा यो जङ्गल नागार्जुन नेशनल पार्क अन्तर्गत पर्दछ, जुन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको भाग हो। कथन अनुसार यही डाँडामा एक समय भगवान बुद्धका प्रमुख शिष्य मध्येका एक आर्य नागार्जुनले ध्यान गरेका थिए। त्यसैले यस स्थानलाई नागार्जुन भनिन्छ। यो केवल हाइकिङ ट्रेल होइन, यो एक आध्यात्मिक स्थल हो जहाँ पाइला पाइलासँगै तपाईले मन पनि शुद्ध हुँदै जान्छ। यात्राको कुरा गर्नुपर्दा एकदमै रमाइलो छ। अहिलेसम्म एकदम उकालो छ। एकदमै उकालो भएको हुनाले अलिकति गाह्रो छ। तपाईहरु यात्रामा आउनुहुने बेलामा चाहिँ पानी र केही खानेकुराहरू लिएर आउनु होला, किनकि बीच बाटोमा कहीँ कतै पानीको लागि त्यसरी रेस्टुरेन्टहरूको कहीँ कुनै व्यवस्था नभएको हुनाले चाहिँ तपाईहरुले खानेकुराहरू साथमै लिएर आउन सक्नुहुनेछ र ल्याउनु हुन पनि अनुरोध गर्छु। बाटो एकदम उकालो भएको हुनाले चाहिँ अरु ट्रेल जस्तो अलिकति सजिलो र सहज छैन। म यहाँ धेरै वर्ष अगाडि चाहिँ यहाँ हाइकिङमा आएको थियो। अराउन्ड 12 वर्ष अगाडि आएको थियो। त्यो बेलामा चाहिँ यसरी चाहिँ सबै ठाउँमा चाहिँ बाटोहरू चाहिँ निर्माण भएको थिएन। तर अहिले चाहिँ राम्रो बाटो देखेँ मैले, सिडी राम्रो बनाएको पाएँ। त्यो भएको हुनाले चाहिँ यो चाहिँ एकदमै राम्रो पक्ष हो। यस्तो सिडी भइसकेपछि चाहिँ पानी पर्दा पनि सहज रूपमा चाहिँ आउजाउ गर्न सक्नुहुनेछ। सो तपाईहरुलाई जानकारी दिने क्रममा चाहिँ म भन्न चाहन्छु, यो यदि तपाईहरु पनि आउँदै हुनुहुन्छ, तपाईहरु आउने प्लानिङ गर्दै हुनुहुन्छ भने चाहिँ बिहान आउनु होला। बिहान आउनुभयो भने चाहिँ बिहान अलिकति शीतल हुने र तपाईहरुलाई उकालो पनि सहज हुनेछ। सो बिहानै आउनु होला, एकदमै रमाइलो हुनेछ। हुन त यो हाइकिङ अथवा यो जामाचो डाँडा जानका लागि चाहिँ यो पैदल यात्रा मात्रै एउटा विकल्प होइन। यहाँ चाहिँ अर्को विकल्प पनि छ। तपाईँ गाडीमा पनि जान सक्नुहुन्छ, गाडीबाट पनि माथि जामाचो डाँडा चाहिँ जान सक्नुहुन्छ। तपाईहरुलाई भन्नै पर्ने एउटा कुरा छुटे जस्तो लाग्यो, यहाँ फुलबारी गेटबाट इन्ट्री हुनको लागि चाहिँ तपाईहरुले चाहिँ टिकट काटेर इन्ट्री गर्नुपर्ने हुन्छ। पर पर्सन त्यहाँ चाहिँ 50 रुपैयाँ चाहिँ तपाईहरुले पे गर्नुपर्ने हुन्छ र 50 रुपैयाँ पे गरेपछि चाहिँ यात्रा अगाडि बढाउनु हुन अनुरोध गर्दछु। र अहिलेसम्मको यात्रा एकदमै रमाइलो भइरहेको छ। सम्पूर्ण फ्यामिली, आफ्नै घरको फ्यामिली सबै हामी चाहिँ हाइकिङमा आएको छौँ। एकदमै यात्रा अहिलेसम्म रमाइलो भएको छ। विशेष गरेर आजको हाइकिङ चाहिँ हाम्रो सम्पूर्ण घरकै फ्यामिली मात्रै हाइकिङमा आएको छौँ। हेलो माइल दाजु, एकचोटि हाइ त भनिदिनुहोस्। हो आमा, यो हो नि त टाइमिङ दाजु हजुरको। जुराको भन्ने यसलाई भन्छ क्या, जुराको ठ्याक। करिब 1 घण्टाको यात्रापछि चाहिँ यो फुलबारी गेटबाट माथि अलिकति सम्म भाग भनौँ न, अलिकति यो चाहिँ त्यस्तो उकालो भाग छैन हो, त्यहाँसम्म आइपुगेको छौँ। र यहाँ चाहिँ फोटो खिच्ने होइन, हजुरआमासँग चाहिँ फोटो खिच्ने भन्ने भयो नातिहरू। यो चाहिँ सम्पूर्ण नाति मेरो आमाको चाहिँ नातिहरू हुनुहुन्छ। ल सबैजना फोटो खिच्नलाई रेडी हुनुहुन्छ। ल फोटो खिच्ने, त्यसै गरेर चाहिँ हामी यात्रा अगाडि बढाउँदैछौँ। राष्ट्रिय निकुञ्जको यात्रा सुरु भएसँगै एक किसिमको यहाँ चाहिँ मौन यात्रा जस्तो होइन, एकदमै शान्त वातावरणले गर्दाखेरि होला एकदमै आनन्द महसुस हुनेछ।
र चराहरूको चिरबिर आवाज सुनिन्छ, त्यसै गरी बाँदरहरूको आवाज सुनिन्छ। हामी चाहिँ अहिले यात्राको क्रममा दाजुभाइ, भाउजू हैन, भतिजहरू सबैसँग र आमासँग जोग मार्दै अगाडि यात्रा बढाउँदैछौँ। तपाईँहरूको ग्रुप छोड्यो क्या हो? हामी चाहिँ निरन्तर अगाडि बढिरहेको छौँ र मौसम त्यति सफा छैन, अहिले अलिकति धुम्म भएको अवस्था छ, सायद पानी पर्छ कि जस्तो अवस्था भइरहेको छ। त्यसै गरी हामी अगाडि बढिरहेकै छौँ। यात्राको बारेमा भन्नुपर्दा एकदमै हरियाली, सुन्दर, शान्त क्षेत्र भएको हुनाले एकदमै तपाईँहरूलाई चाहिँ एकदमै रमाइलो महसुस हुनेछ। काठमाडौँको भिडभाड, कोलाहल र धुलो धुवाँबाट चाहिँ हामी मुक्त भएको फिल हुनेछ। अहिलेसम्मको यात्राको बारेमा भन्नुपर्दा चाहिँ एकदमै रमाइलो अनुभव भइरहेको छ र अगाडिको दृश्य तपाईँहरूलाई देखाउँदै जानेछु। यहाँ अब बाटो छेउछेउ त आउँदैन नि त छोरी, त्यही भएर हो। पानी पर्न सुरु भइसकेको छ यो हाम्रो यात्रामा। हुन त हामी पानी पर्न सक्छ भनेर पूर्व तयारीका साथ नै आएका छौँ। बच्चाहरूको लागि हामीले रेनकोटको व्यवस्था गरेका छौँ र यो पानी पर्न सक्छ भनेर चाहिँ हामी चाहिँ अहिले घरैबाट बनाएर ल्याएको थियौँ हामीले चाहिँ खाजा नास्ताहरू। अब चाहिँ हामी खाजा नास्ता गर्नेछौँ। होइन भाइ, यो तल बजारमा खानु र यो डाँडा ल्याएर अन्डा खानु के फरक रहेछ? त्यसको के छ स्वाद? फरक केही पाउँदो रहेछ? यसको के हुन्छ भने नि हजुर, त्यहाँ तपाईँले 20 रुपियाँ पाउनुहुन्छ भने यसको भ्यालु यहाँ भनेको 200 रुपियाँ। 200 रुपियाँ त्यसरी बुझ्नुहोस्। कस्तो भन्दाखेरि रसुवाको पानी तपाईँ रसुवा जानुहुन्छ भने तपाईँ सित्तैमा पाउनुहुन्छ। त्यही पानी तपाईँले अब पसलमा गएर किन्नुभयो भने 1 लिटरको 20 रुपियाँ पर्छ। त्यही पानी तपाईँ रेस्टुरेन्ट जानुहुन्छ भने 200 रुपियाँ पर्छ हो। त्यही पानी तपाईँ क्लबमा जानुभयो भने 500 रुपियाँ पर्यो। त्यही पानी तपाईँ एरोप्लेनमा जानुभयो भने 700 रुपियाँ पर्यो। त्यसरी यसको भाउ इन्क्रिज हुन्छ नि, सेम लाइक द्याट यसको प्राइसिङ पनि, यसको भ्यालु पनि त्यसरी नै रेज हुन्छ। त्यो अङ्कलहरू कति रमाइरहेको छ है बाबा। खाजा नास्तापछि हाम्रो यात्रा अगाडि बढिरहेको छ। अहिले उकालो छ, पानी परेको छ, एकदमै हुस्सु पानी परिरहेको छ। सो यात्रा त्यसै पनि कठिन थियो, उकालोको यात्रा होइन। झन् पानी परेपछि यात्रा झनै कठिन भएको छ। यात्रा जति कठिन भए पनि हामी गन्तव्यमा पुग्ने छौँ, त्यसैले हामी चाहिँ अगाडि बढिरहेको छु। तपाईँहरूले देख्न सक्नुहुनेछ एकदम हुस्सु छ होइन, पानी परिरहेको छ। अलमोस्ट 1.5 घन्टाको यात्रापछि हामी यो डाँडामा आइपुगेका छौँ। यो डाँडाबाट एकदमै काठमाडौँको दृश्य एकदमै सुन्दर देखिन्थ्यो, तर आज यो हुस्सुको कारण भनौँ, पानी परिरहेको छ, त्यो भएको कारणले चाहिँ हामीले काठमाडौँको दृश्य देखाउन असमर्थ भएँ। अहिले तपाईँहरूले देख्न सक्नुहुनेछ मान्छेहरू विश्राम स्थलमा चाहिँ बसिरहेको छ होइन, पानी परिरहेको छ। हामी चाहिँ निरन्तर अघि बढिरहेको छु, किनकि यो पानी परेपछि अब बस्नलाई पनि कठिन होइन। सम्पूर्ण हाम्रो चाहिँ फ्यामिली मेम्बरहरू भनौँ होइन, घरको सम्पूर्ण फ्यामिलीहरू अब एक ग्रुप भएर आएका थियौँ, तर अहिले चाहिँ पानीको कारणले गर्दा कोही अगाडि पुगिसक्यो होइन, कोही कति चाहिँ पछाडि नै आउँदै हुनुहुन्छ। जे होस् यात्रा रमाइलो नै भइरहेको छ अहिलेसम्म र तपाईँहरूलाई अगाडिको दृश्यहरू देखाउँदै र केही जानकारीमूलक कुराहरू, इन्फर्मेटिभ कुराहरू चाहिँ देखाउँदै पनि जानेछौँ। यात्रा झन्झन कठिन हुँदै गइरहेको छ। हुन त अब धेरै पनि छैन, अब हामी जामाचोक गुम्बा पुग्नको लागि लगभग हामी चाहिँ अहिले 75% यात्रा चाहिँ हामीले पुरा गरिसकेका छौँ
हाम्रो यात्रा अगाडि निरन्तर बढिरहेको छ। पानी एकदमै ठुलो पानी परिरहेको छ, एकदम झरी परिरहेको छ। हामी चाहिँ अहिले यो जामाचो गुम्बा नजिक आइपुगिसकेका छौँ र यो चाहिँ रोडको बाटो भयो होइन। सो तपाईँहरूलाई यो दृश्य देखाउँदैछौँ होइन। यो चाहिँ रोडको बाटो भयो। हामी चाहिँ अहिले बाँकी फ्यामिली मेम्बर कुर्दैछौँ। ल आमा हाँस्दै हुनुहुन्छ, एजेड आमा नै हुनुहुन्थ्यो। आमा नै यति हँसिलो मुहार लिएर चाहिँ यो डाँडासम्मको यात्रा तय गरिसक्नु भएको छ भनेदेखि त अरूको लागि त्यति धेरै कठिन भयो जस्तो त मलाई लाग्दैन। हुन चाहिँ म चाहिँ एकदमै हाइकिङ गर्न मन पराउने भएकोले पनि होला, मलाई चाहिँ त्यति कठिन लागेन, एकदम सहज सजिलो नै लागेको छ। खोइ त एउटा मान्छे कता गयो? आमा चाहिँ पुरा ट्रेकिङ चाहिँ आमाको छ क्या, हाइकिङ चाहिँ आमाको छ है। हेलो अभी म कस्तो? फाइनल्ली हामी चाहिँ अहिले जामाचो डाँडा यो गुम्बामा आइसकेका छौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ होइन, पानी परिरहेको नै छ। यो अहिले त्यस्तो जाडो मौसम होइन, तर पनि यो पानी परिरहेको हुनाले चाहिँ हाम्रो यात्राभरि नै अहिले पानीले गर्दाखेरि हो एकदम जाडो फिल भएको छ। र सम्पूर्ण परिवार हामी चाहिँ अहिले चिया खाने तर्खरमा छौँ र चिया खाइरहेका छौँ र केही आराम गरिसकेपछि चाहिँ हामी यो गुम्बाको प्रार्थना गर्नेछौँ। अगाडि नै मैले तपाईँहरूलाई मेन्सन गरेको थियो, योभन्दा धेरै अगाडि पनि आएका थियौँ यहाँ। यसरी पहिला चाहिँ यसरी चिया नास्ता भयो होइन, खानेकुराहरूको व्यवस्थापन थिएन यहाँ चाहिँ बत्तीहरू चाहिँ किन्न पाउँथ्यो, बाँकी कुराहरू चाहिँ केही पनि पाउँदैन थियो। तर अहिले चाहिँ धेरै कुराको व्यवस्था भइसकेको रहेछ। हामी चाहिँ अहिले यहाँ तोरण, यो बौद्ध धर्मअनुसार यसलाई तोरण भनिन्छ, हामी चाहिँ तोरण लगाउने कार्यक्रममा छौँ अहिले। एउटा यस्तो पवित्र स्थल जहाँ पुगेपछि मानिस शारीरिक थकान मात्र होइन, आत्माको थकान समेत हराउँछ। हामी कुरा गर्दैछौँ जामाचो गुम्बाको। जामाचो गुम्बा बौद्ध धर्ममा गहिरो आस्था राख्नेहरूका लागि एक अत्यन्तै पवित्र स्थल हो। जामाचो भन्नाले नेपालीमा माथिको ठाउँ वा उचाइमा रहेको स्थललाई जनाउँछ भने यही अर्थअनुसार यो गुम्बा समुद्री सतहदेखि करिब 2130 मिटर उचाइमा अवस्थित छ। काठमाडौँको नागार्जुन डाँडाको शिखरमा बौद्ध मान्यता अनुसार यस्तो उचाइमा बसेर ध्यान गर्दा मानिसलाई आत्मिक ऊर्जा प्राप्त हुन्छ। यहाँ पुग्ने बौद्ध भिक्षुहरू प्राय तान्त्रिक ध्यान र प्रकृतिसँग एकाकार हुने अभ्यास गर्छन्। गुम्बाभित्र रहेको बुद्धको मूर्ति शान्त स्वरमा घुमाउने प्रार्थना चक्र, प्रेयर व्हील्स अनि गुम्बा वरपरको मन्त्रले भरिएको वातावरणले तपाईँभित्रको चञ्चलता शान्त पार्न सिकाउँछ। यहाँ पुग्दा तपाईँले अनुभव गर्नुहुन्छ शरीर त जङ्गल उकालो चढेर थाकेको छ, तर मन भने अलिअलि झन्झन हलुका हुँदै गएको अनुभव गर्नुहुनेछ। र ऐतिहासिक रूपमा भन्ने हो भने जामाचो गुम्बा निकै पुरानो ध्यानस्थलको रूपमा चिनिन्छ। किम्वदन्ती अनुसार बुद्धका अनुयायीहरू यहाँ सदियौँदेखि ध्यान गर्न आइरहेका छन्। कुनै बेलामा यो स्थान गुप्त साधना स्थलको रूपमा प्रयोग गरिन्थ्यो भन्ने जनविश्वास पनि छ। त्यति मात्रै होइन, नागार्जुन डाँडा स्वयंलाई पनि पवित्र मानिन्छ। हिन्दू र बौद्ध दुवै धर्ममा यो डाँडालाई ध्यान र तपस्याको स्थान मानिएको छ। यस क्षेत्रमा ऋषि नागार्जुनले तपस्या गरेको विश्वास पनि गरिन्छ, जसलाई नै डाँडाको नाम नागार्जुन रहन गएको हो। जामाचो गुम्बाको विशेषता के हो भन्ने कुरा भन्नुपर्दा यहाँ प्रकृति र पूजा दुवै सँगसँगै पाइन्छ। अर्को ठाउँमा तपाईँ मन्दिर जानुहुन्छ, गुम्बा जानुहुन्छ भने पार्क र जङ्गल छुट्टै हुन्छ, तर यहाँ भने
गुम्बा जङ्गलकै मुटुमा बसेको छ। अर्थात् तपाईँ एकैसाथ पूजा पनि गर्न सक्नुहुन्छ र प्रकृतिसँग ध्यान पनि गर्न सक्नुहुनेछ। यहाँ बसी ध्यान गर्दा तपाईँले जङ्गलको आवाज सुन्नुहुन्छ, चराहरूको चिरबिराहट, पातहरूको ससाना आवाज र कहिलेकाहीँ आउने एकदम शान्त हावा। यी सबैले ध्यानमा अझ गहिरो अनुभव दिन्छन्। यो एक धार्मिक स्थल हो, त्यसैले गुम्बा परिसरमा सर्को आवाज नगर्नुहोस्, फोहोर नफ्याँक्नुहोस् र प्रार्थना गर्नेलाई सम्मान गर्नुहोस् र तपाईँहरूले सक्नुहुन्छ भने सहयोग गर्नुहोला र सक्नुहुन्न भने फोहोर नगरिदिनु होला। र तपाईँहरूले जे जति फोहोर गर्नुहुन्छ, तपाईँले खाएर तपाईँले लगेका केही सामानहरूले चाहिँ फोहोर हुँदैछ भने चाहिँ तपाईँहरू आफैले पनि टिपेर चाहिँ तल लिएर आउनुहुन चाहिँ विनम्र अनुरोध गर्दछु। गुम्बाको विशेषतापछि तपाईँहरूलाई म आजको बारेमा केही जानकारी गराउनेछु। आज पानी परेको हुनाले चाहिँ यहाँको दृश्यहरू तपाईँहरूलाई क्लियर सफा देखाउन सकेनौँ। यहाँबाट देखिने काठमाडौँको दृश्यहरू आज मैले देखाउन पाएनौँ, किनकि अहिले पानी परिरहेको छ। दृश्य एकदमै धमिलो छ, हुस्सुको कारणले गर्दाखेरि एकदमै हुस्सु छ। यो जामाचो गुम्बा भनौँ अथवा यो नागार्जुन डाँडाबाट देखिने दृश्य एकदमै अद्भुत थियो। तर आज चाहिँ यो हुस्सु भनौँ, यो पानी परेको कारणले चाहिँ देखाउन सकेनौँ। यहाँबाट देखिने लामटाङ हिमाल, गणेश हिमाल लगायत यो काठमाडौँको सम्पूर्ण क्षेत्र चाहिँ एकदमै राम्रो दृश्य देखिन्थ्यो, तर आज देखाउन सकेनौँ। यहाँबाट एकदमै क्लियर, एकदमै सफा देखिन्थ्यो, आज यो पानीको कारणले देखाउन सकेनौँ। आजको यात्राको बारेमा समराइज गरेर भन्नुपर्दा जामाचो गुम्बा कुनै सामान्य ट्रेकिङ गन्तव्य होइन। यो हो आफ्नो आत्मासँग भेटघाट हुने ठाउँ, जहाँ तपाईँ प्रकृतिको काखमा बसेर बुद्धको शिक्षालाई अनुभूत गर्न सक्नुहुनेछ। यदि तपाईँ जीवनको भागदौडबाट केही समय शान्ति खोज्दै हुन्छ भने जामाचो गुम्बा तपाईँको लागि सही गन्तव्य हो। एकचोटि पुग्नुहोस्, तपाईँ आफै भन्नुहोस्, शरीर थाकियो होला तर आत्मा र ताजगीले भरियो। भिडियोको अन्तिममा आइसकेका छौँ, तर केही साथमा लिएर फर्कदैछौँ। थकाइ पक्कै लाग्यो होला, तर त्योभन्दा बढी शान्ति र गहिरो सन्तोष मिलेको छ। जामाचो गुम्बाबाट फर्कदा यस्तो लाग्छ हामीले केही पवित्र अनुभव गऱ्यौँ। साथीहरू, यदि तपाईँ यस्तो यात्रा गर्न चाहनुहुन्छ भने, जुन शरीर र मन र आत्मा तिनैलाई छुन्छ भने एकपटक जामाचो गुम्बा जानुहोस्। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, तपाईँका साथीहरूलाई सेयर गर्नुहोस् र हाम्रो यात्रामा साथ दिन सब्सक्राइब पनि गर्नुहोस्। अझ धेरै यस्ता यात्रा बाँकी छन्, फेरि भेटौँला।